कति ठाउँमा चाहिँ साडी नै ड्रेस भएको भएर चाहिँ मैले जब गरिनँ। यति गाह्रो साथी, एकदमै धन्यवाद, थ्याङ्क यू भनेर यति म्यासेज आएको छ कि मलाई इनबक्समा। अनि मैले हजुरहरूलाई आज फेरि एकदम सुरुबाट नै सिकाउन आइरहेको छु। यति धेरै प्रब्लम हुँदो रहेछ। अब जबै छोड्नु पर्ने साडीको कारणले भएपछि त मैले हजुरहरूको लागि भिडियो नल्याउनु त कुरै भएन है। हेर्नु चाहिँ आज पनि सिम्पल साडी ल्याएको छु। अनि हजुरहरूले कति ठाउँमा चाहिँ के गल्ती गर्नुहुन्छ भने जुन हाम्रो पेटिकोट छ नि, यो पेटिकोटलाई चाहिँ हजुरहरूले चाहिँ जुन लाउँदाखेरि गल्ती गर्नुहुन्छ कि यहाँबाट यता चाहिँ माथि अनि यहाँ तल लाउनुहुन्छ कि। यसो गरेर पेटिकोटको लेन्थ पनि हजुरको बाँध्ने पनि ठिक्क ठाउँमा हुनुपर्छ। अनि पेटिकोट लुज छ भने चाहिँ यतापट्टि खुम्चाउने होइन कि, ल्याएर अगाडि खुम्चाइदिने। अगाडि त हाम्रो मुजाले गर्दा छोपिन्छ, अनि अगाडि यसरी यसरी खुम्चाउने, साइड साइडमा चाहिँ क्लियर बनाउने है। हेर्नु चाहिँ आज मैले हजुरलाई पेटिकोट लाउने तरिका पनि सिकाएँ है। कतिजना थाहा हुनु कि यस्तो गरेर बाँध्नु चाहिँ माथि अनि यहाँ तल भएको हुन्छ कि पेट लाउने दिदीबहिनीहरूले पनि। अनि हेर्नुहोस् अफिसको लागि यसरी लाउने हो कि साडी। साडी तल लाउँदैमा राम्रो देखिने, माथि लाउँदैमा नराम्रो देखिने हुँदैन। अब अफिसको लागि त एकदम सिम्पल त हुनु पऱ्यो। हेर्नुहोस् है, गाठो बनाउने अनि स्कुटी चलाउनु पऱ्यो है। स्कुटी चलाउँदाखेरि चाहिँ खुट्टा निकाल्न सक्नु मिल्ने हुनु पऱ्यो नि त, नबेरेको जस्तो। यसो गरेर पहिले हजुरले चाहिँ साडीलाई पेटिकोट सँगसँगै यसरी भित्र यसरी ड्याप गर्ने है। हेर्नुहोस् है, यो सबै हालिदिने भित्र। अनि हेर्नुहोस् त यसरी सब मिलाउनु। धेरै लामो साडी लाउनु भएन है। ल हेर्नुहोस्, सुरुदेखि बिस्तारै यति हतार हुन्छ अनि पेटिकोटलाई जस्तो पाए त्यस्तै गरेर यहाँ खुम्चाउने, त्यसो गरेर लाउँदा साडी बिग्रिने हो कि। अनि हेर्नुहोस् है, अनि यसो गरेर आँचल बनाउनु पऱ्यो है। आँचल बनाउँदाखेरि चाहिँ चट्ट पारेको स्मार्ट होइन, अनि हाइट अलिक कम हुनुलाई अल्की देखिनु त पऱ्यो नि। अनि कस्तो छोटो सबका भयो भने कस्तो टिङ्गिरीको अर्कै देखिन्छ कि। अब हेर्नुहोस् त यतिको लामो राख्नुपर्छ, यति गोडाभन्दा तल है। त्यसपछि आएर यहाँ कतिजना साथीहरूले चाहिँ अब मैले हिजो जुन तरिकाले साडी लगाएँ नि, त्यो तरिकाले लाउँदा चाहिँ लुज हुन्छ भन्ने साथीहरूले चाहिँ यहाँ यसरी छोडेर पछि यताबाट तान्नुहुन्छ। अब साडी लाउनु नआउने साथीहरू त यताबाट अब कुन तान्ने, एउटा तान्दाखेरि अर्को निक्लिँदा भन्ने कति पिर पर्छ कि। मेरै अर्कै तानिन्छ। अब हजुरहरूको त कुरै भएर, त्यही भएर मैले चाहिँ हजुरहरूलाई यहाँबाट सुरुमा गाँठो यहाँ हालेर मात्रै अनि पछाडि यहाँको चाहिँ मिलाउँछु क्या म। हेर्नुहोस् है, जे जसो मिलाए पनि साडी बराबर हुनु पऱ्यो। साडी लाउँदा राम्रो देखिनु पऱ्यो, लाउन सजिलो हुनु पऱ्यो है, हिँड्न सजिलो हुनु पऱ्यो। हेर्नुहोस् है यसरी। अब एक भित्ता छोडेर यसरी चट्ट लाएर बनाउनुहोस् है। अब हजुरले जबसम्म साडी ड्रेसको लागि नै पर्फेक्ट हुनुहुन्न, म ड्रेसकै साडी लगाइहाल्छु। यही भिडियो बनाउँछु म। हेर्नुहोस् है यसरी कस्तो एकैचोटि मिल्छ कि यो साडी। हेर्नुहोस् त यसो गरेर ल। अब यहाँ के गर्ने भनेर कति कुराहरू आउँछ। यहाँ यसरी यहीँ गरिदिने। हेर्नुहोस् त पेट पनि देखिँदैन। अब हेर्नुहोस् है, हजुरहरूले चाहिँ गाँठो ठ्याक्कै अन्दाज गरेर साडीलाई चाहिँ हतार हुने साथीहरूले चाहिँ पिन लगाएर राखे हुन्छ कि, पिन खोल्नु पर्दैन। पिन खोलेर भने भोलिपल्ट ड्रेस स्कुल जाँदा सजिलो हुन्छ नि लगाएर जानलाई। हेर्नुहोस् त यहाँ पिन राख्ने, यहाँ पिन हाल्ने। यो पिन चाहिँ हजुरहरूले यहाँनिर चाहिँ यसरी सेफ्टी पिन लगाउनु। मैले चाहिँ यो लगाएँ, हजुरले सेफ्टी पिन लगाउनु है। हेर्नुहोस् है, यहाँ एउटा एउटा बनाउँदै जाने। यसलाई चाहिँ छोड्नु भएन, यसलाई छोड्यो भने फेरि पछाडिबाट निक्लिन्छ। अनि अर्को आज म हजुरलाई विशेष अर्को एउटा कुरा पनि भन्दैछु है। साडीको आँचल चाहिँ कतिसम्म बनाउँदाखेरि राम्रो हुन्छ भन्ने कुरा म भन्छु हजुरहरूलाई है आज। हेर्नुहोस् त कस्तो मिलिहाल्छ कि। यस्तो ड्रेसको साडीहरू त एकदम सजिलै हुन्छ कि, त्यस्तो गाह्रै हुँदैन। अब यस्तो गरेर एउटा एउटा यसरी नछोडिकन लिने। हेर्नुहोस् है, अनि यहाँ अब अन्दाज गर्ने। हजुरहरूले चट्ट लाएर अन्दाज गरेर कहाँनिर कुममा हाल्ने त्यहाँनिर एउटा पिन गरिदिने है। मेरो चाहिँ अन्दाज म यहाँनिर गर्छु। अनि यो पिन चाहिँ हजुरले, यो पिनले चाहिँ साडी बिग्रिँदैन। यो पिनले हजुरले नखोल्दा पनि हुन्छ, यो पिन नखोल्दा नि हुन्छ। यहाँनिर एउटा एउटा पिन राख्ने होइन, यहाँनिर एउटा पिन राखिदिने। हेर्नुहोस् है, यो कुममा हाल्ने रे। अब यो पिन राखेपछि साडी फुत्किँदैन के। अनि अब हेर्नुहोस् है यसरी छोडिदिने है।
हेर्नुहोस् त यसरी छोड्दाखेरि हजुरहरूले चाहिँ जुन यो कुम छ नि अब अलिकति यसरी निक्ल्यो है, यसरी निक्लिँदाखेरि साडी राम्रो हुँदैन कि यो कुम ठ्याक्कै कुम्नेरी हुनुपर्छ साडी। कुम्नेरी भएपछि भयो भने चाहिँ तपाईँको स्मार्ट एकदमै राम्रो देखिन्छ। यो चाहिँ तपाईँहरूले याद गर्नु है विशेष ल। अब त्यो कुम नदेखिनको लागि चाहिँ यहाँ अलिकति यतापट्टि यो तपाईँको थोरै यता ल्याउनु पऱ्यो है। यसो कुम देख्यो भने चाहिँ साडी लाउँदा अलिकति नराम्रो अलिकति भद्दा होइन त्यस्तो देखिन्छ कि। हेर्नुहोस् त अब यसो गरेर अब यहाँनिर चाहिँ पिन लाउने, हेर्नुहोस् है यसरी पिन लाउने। अब यो पिन फुत्किँदैन हेर्नुहोस् है, ल हेर्नुहोस् ल हेर्नुहोस् त यसो गरेर यहाँनिर सेफ्टी पिन लगाइदिने। अनि यहाँ लुज छ भने चाहिँ यहाँबाट हिजो मैले कसरी तपाईँहरूलाई सिकाएको थिएँ यसो गरेर यहाँबाट ल्याएर यहाँनिर एउटा पिन गरिदिने। अनि यो त पिन गरेर चाहिँ छोपिहाल्छ है। ल हेर्नुहोस् यसरी साडी लाउने हो कि हजुरहरूले। ल हेर्नुहोस् त यति सजिलो हुन्छ कि। ल अब यो पिन हजुरले नखोल्दा पनि हुन्छ कि, भोलि लाउनु सजिलो हुन्छ नि। यहाँ एउटा पिन नखोल्नुहोस् अनि अरू त सजिलो भइहाल्यो। ल हेर्नुहोस् त यसरी